हेलो नमस्ते सबैजनालाई। यो चाहिँ के हो? तामाको के भन्छ खड्कुलो होइन यो चाहिँ। यो तामाको खड्कुलो चाहिँ एकजनालाई भात मारालाई नेपालदेखि मगाएको होइन। यहाँ चाहिँ खासै यस्तो नपाउँदो रहेछ होइन। अर्को पाउन त पाउने यहाँको चाहिँ कस्तो रहेछ भने होइन यस्तो सुलभमा पर्ने होइन यति अल्को पाउँदो रहेछ कि त्यो नथी भएको पनि होइन पाउने रहेछ नपाएको पनि नपाउने रहेछ होइन। यो चाहिँ उसलाई चाहिँ यस्तै चाहिएको अरे होइन यस्तो चाहिएको अरे। अनि नेपालदेखि मगाएको राणाको बाललाई त अहिले त के भयो सानो भयो अरे। अस्ति चाहिँ यत्रो भयो नि हुन्छ भन्थ्यो होइन त्यही अनुसारले यत्रो मगाएको त्यसलाई त भएन अरे यो त। यसलाई चाहिँ कस्तो चाहियो र भनेदेखि अलिक ठुलो चाहियो अरे कि होइन ठुलो खड्कुलो जत्रै चाहिने अरे होइन। अनि यसमा पानी हालेर होइन यहाँबाट पानी माथि सट्ट गएर होइन त्यही पानी तानेर त्यसलाई चाहिँ झर्ना जस्तो बनाउने फुर्र पानी झर्ने बनाउनु पर्ने अरे कि त्यस्तो चाहियो बनाउनलाई चाहिँ चाहिएको रहेछ राणाको बाललाई त होइन। आखिर यो त भएन अरे यो त सानो भएर अब के गर्ने यो अब घरमै फर्काइदिउँ कि अब के गर्ने यसलाई अब हेर त अब गाह्रो भएन त अबदेखि। अब यहाँ के न केमा युज आउँछ न केमा युज आउँछ यो अब यो फेरि नेपालबाट लिएर आएको नेपालबाट नै फेरि लानु पर्ने भयो। नेपालतिर भए त यो नथी भएको भए त होइन यस्तो अब त्यो केही ठाउँतिर अब सजाएर होइन डेकोरेसनको लागि राख्न पनि हुन्थ्यो। अब यहाँ कहाँ राख्ने अब यहाँ त्यो अर्काको अफिसतिर राख्नलाई फेरि भोलि फेरि लाचारले हालेर सोरेर बनाइदिएला गाह्रो छ नि हो गाइज गाह्रो छ होइन गाह्रो छ। यस्तो राम्रो तामाको हेर के भन्छ खड्कुलो होइन। अब यहाँ ल्याएर फेरि अब भएन भन्न थाल्यो के गर्ने हो गाह्रो छ नि गाइज गाह्रो छ। अर्काकोलाई सामान मगाउनलाई पनि होइन आफूले पैसा क्यास तिरी मगाउनु छ ल्याउनु छ अझ मगाउनु पनि छ यहाँसम्म पनि ल्याउनु पनि छ अझै भएन भन्दाखेरि कति सजिलो छ कि मान्छेलाई होइन। त्यही भएर अर्काको सामान भनेको चाहिँ खासै त्यति साह्रो ल्याउने चाहिँ राम्रो लागेन त्यही भएर होइन। अब ल्याउनुभन्दा नल्याएकै राम्रो अबदेखि चाहिँ होइन। अबदेखि चाहिँ कान समाते भने हुन्छ अबदेखि चाहिँ यस्तो सामानहरू मान्छेलाई चाहिँ ल्याउनलाई चाहिँ कोसिस नगर्नु होला गाइज हो होइन। यही भन्न चाहेँ मैले चाहिँ होइन के गर्ने घरतिर भइदा यसो सजाएर होइन राख्न हुन्थ्यो के गर्ने यहाँ कहाँ सजाउने ठाउँ छैन। अब कहाँ यसमा अब भात पकाउने कुरो भएन के गरौँ त अब भात पकाउनु त हुनु त हुने हो होइन तर के गर्ने अब गाह्रो छ गाइज गाह्रो छ। त गाइज भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ है सबैजनालाई। हस् त ल।